आज हामी क्लास 12 को सेयर भन्ने टपिक हेर्छौँ है। पहिला सेयरको कन्सेप्ट बुझौँ। सेयर भनेको के भन्दाखेरि फर इक्जाम्पल मैले 100 रुपिसको मार्कर श्यामलाई बेचेँ। श्यामले के भन्यो भने सर म एकैचोटि हजुरलाई 100 रुपिस पे गर्न सक्दिनँ, म 100 रुपिसलाई हजुरलाई 3 टाइम्स गरेर पे गर्छु भन्यो। फर्स्टमा 25, सेकेन्डमा 50, थर्डमा पनि 25 भनौँ, टोटल त 100 भयो। अकाउन्टेन्टले के नाम दियो भने यो फर्स्टमा पे गरेकोलाई एप्लिकेसन भनेर नाम दिए, सेकेन्डमा पे गरेकोलाई अलटमेन्ट भनेर नाम दिए, थर्डमा पे गरेकोलाई फर्स्ट एन्ड फाइनल कल भनेर नाम दिए। अब इक्जाममा हामीले के गर्ने हो, एप्लिकेसनको 2टा इन्ट्री, अलटमेन्टको 2टा इन्ट्री, फर्स्ट एन्ड फाइनलको 2टा इन्ट्री गर्नु पर्यो। टोटल हामी 6वटा इन्ट्री गर्छौँ। त्यो सबै इन्ट्रिज समथिङ अकाउन्ट डेबिट टु सेयर क्यापिटल, त्यसपछि आएर बैंक अकाउन्ट डेबिट टु समथिङ अकाउन्ट हो। यति 2टा इन्फर्मेसनले, यति 2टा इन्ट्रीले चाहिँ हामीले त्यो 6वटा इन्ट्रिज गर्न सकिन्छ। कसरी भन्दाखेरि यदि एप्लिकेसनको बेला आयो भने यो खाली ठाउँमा एप्लिकेसन लेख्ने, यो खाली ठाउँमा एप्लिकेसन भनेको एप्लिकेसन टु सेयर क्यापिटल, बैंक टु एप्लिकेसन। फेरि अलटमेन्ट गर्न लाग्यो भने यो खाली ठाउँमा अलटमेन्ट लेख्ने, यो खाली ठाउँमा अलटमेन्ट लेख्ने, अलटमेन्ट टु सेयर क्यापिटल, बैंक टु अलटमेन्ट। फेरि फर्स्ट एन्ड फाइनल आएको बेला चाहिँ यो खाली ठाउँमा फर्स्ट एन्ड फाइनल लेख्ने, यो खाली ठाउँमा फर्स्ट एन्ड फाइनल लेख्ने। अब फर्स्ट एन्ड फाइनल एकाउन्ट डेबिट टु सेयर क्यापिटल, बैंक टु फर्स्ट एन्ड फाइनल भनेपछि यो 2टा इन्ट्रीले टोटल 6वटा इन्ट्रिज दिने भयो। अब यति गरिसकेपछि अर्को मोस्ट इम्पोर्टेन्ट कुरा के हुन्छ भने डिस्काउन्ट र प्रिमियम छ भने हामीले अलटमेन्टमा बेला मात्रै लेख्छौँ है। अलटमेन्टको फर्स्ट इन्ट्रीमा मात्रै हामीले डिस्काउन्ट अथवा प्रिमियम चाहिँ यसमा ल लेख्छौँ। अलटमेन्टको फर्स्ट इन्ट्री बाहेक अन्त हामी डिस्काउन्ट प्रिमियम लेख्दैनौँ। यति गरिसकेपछि अब यसलाई चाहिँ स्क्रिनसट गरेर राखेपछि मैले चाहिँ यहाँ सिधै मेटिदिइहालेँ अहिले। यति गरिसकेपछि अब हामी एउटा क्वेसन गरौँ। त्यो क्वेसनले हामीलाई चाहिँ सबै कुरा दिन्छ है। जस्तै मैले क्वेसन छ, अहिले क्वेसनलाई मैले हाइड गरेँ। जर्नल इन्ट्रीको फर्मेट त पार्टिकुलर एलएफ डेबिट क्रेडिट हुने भयो। ल अब कहाँ स्टार्ट गर्ने भन्दाखेरि एप्लिकेसनको इन्ट्रीबाट सुरु गरौँ। क्वेसन स्टार्ट गर्नुभन्दा अगाडि नै के गरिदिने भन्दाखेरि टपमा 2टा इन्ट्री लेख्ने। एउटा इन्ट्री भनेको समथिङ अकाउन्ट डेबिट टु सेयर क्यापिटल, पछि मेट्दा हुन्छ। अर्को भनेको बैंक अकाउन्ट डेबिट टु समथिङ अकाउन्ट भनेर लेख्ने। अब के गर्नु पर्यो भन्दाखेरि जहिले पनि पहिला फर्स्ट इन्ट्री गरेर सेकेन्ड इन्ट्री गरिन्छ, तर एप्लिकेसनको बेला मात्रै पहिला सेकेन्ड इन्ट्री गर्ने अनि फर्स्ट इन्ट्री गर्ने। अरू बेला फर्स्ट इन्ट्री गरेर सेकेन्ड इन्ट्री गरिन्छ भने एप्लिकेसनको बेला पहिला सेकेन्ड इन्ट्री गरौँ अनि बल्ल फर्स्ट इन्ट्री है। भनेपछि बैंक एकाउन्ट डेबिट टु समथिङ एकाउन्ट भयो। बैंक अकाउन्ट डेबिट एक लाइन छोडेर टु समथिङ एकाउन्ट, समथिङको ठाउँमा के लेख्नु पर्यो, टु एप्लिकेसन अकाउन्ट, एक लाइन 2 लाइन 3 लाइन छोडेँ मैले। अब यसको सेकेन्ड इन्ट्री गरौँ। के थियो अर्को इन्ट्री, समथिङ डट डट एकाउन्ट डेबिट टु सेयर क्यापिटल थियो, त्यसको ठाउँमा के थप्नु पर्यो, अब एप्लिकेसन डट डट ठाउँमा एप्लिकेसन थपियो, अकाउन्ट डेबिट टु सेयर क्यापिटल भयो। ठ्याक्क एक लाइन बिचमा छोड्ने, त्यसपछि यार फेरि 3 लाइन छोड्ने, 1 2 3 4 लाइन छोड्दै। ल अब अलटमेन्टको इन्ट्री गरौँ। एप्लिकेसनको 2टा, अलटमेन्टको 2टा अनि फर्स्ट एन्ड फाइनलको 2टा। अब अलटमेन्टको पहिला फर्स्ट इन्ट्री अनि सेकेन्ड इन्ट्री। फर्स्ट इन्ट्री के छ, डट डट एकाउन्ट डेबिट टु सेयर क्यापिटल भनेपछि डट डट ठाउँमा के लेख्नु पर्यो, अलटमेन्ट अकाउन्ट डेबिट टु सेयर
क्यापिटल अकाउन्ट। त्यो चाहिँ सेकेन्ड एन्ट्री के छ ब्याङ्क एकाउन्ट डेबिट टु डट डट एकाउन्ट भनेपछि 1 लाइन 2 लाइन 3 लाइन छोडौँ ब्याङ्क अकाउन्ट डेबिट टु डट डट भनेको टु अलटमेन्ट अकाउन्ट भयो। त्यसपछि आएर 1 लाइन 2 लाइन 3 लाइन छोडौँ फर्स्ट एन्ड फाइनल कल लेखौँ फर्स्ट एन्ड फाइनल कल एन त्यही हो फर्स्ट एन्ट्री डट डट एकाउन्ट डेबिट टु सेयर क्यापिटल डट डट ठाउँमा के लेख्नु पऱ्यो फर्स्ट एन्ड फाइनल कल लेख्नु पऱ्यो फर्स्ट एन्ड फाइनल कल अकाउन्ट डेबिट टु सेयर क्यापिटल जस्तो क्वेसन आएपछि ए ट्रिक गरेपछि काम लाग्छ है 1 लाइन 2 लाइन 3 लाइन भयो बुझ्यो त अरू तरिकाले गर यो भनेको होइन सर अब जति गरे पनि बुझेन भनेपछि लास्ट अप्सन यो तरिका है सेकेन्ड ट्रिक के छ ब्याङ्क एकाउन्ट डेबिट टु डट डट एकाउन्ट भनेपछि ब्याङ्क अकाउन्ट डेबिट टु डट डट ठाउँमा फर्स्ट एन्ड फाइनल कल अकाउन्ट भयो। अब स्टार्ट गरौँ अब यहाँ स्टार्ट गरौँ ब्याङ्क एकाउन्ट डेबिट भनेको ब्याङ्कमा पैसा जहिले पनि यहाँ रिसिप्टले मल्टिप्लाई गर्ने कति रिसिभ भने हेरौँ त एप्लिकेसन वेयर रिसिभ फर 15,000 सेयर्स रे है जहिले पनि रिसिप्टले मल्टिप्लाई गर्ने भने पढाएँ 15,000 इन्टु एप्लिकेसनको पैसा कति छ एप्लिकेसनको पैसा 25 छ भनेपछि 15,000 इन्टु 25 भयो तल पनि 15,000 इन्टु 25 क्यालकुलेटर एकैचोटि है 15,000 इन्टु 25 लाई 15,000 टाइम्स 25 भनेको 3,75,000 आयो यसले नि 3,75,000 ल फर्स्ट स्टेप त भइयो एन्ट्री त भयो एउटा 0.5 मार्क्स भइयो अब एप्लिकेसन माथि जति छ त्यति लेखौँ त माथि एप्लिकेसन एकाउन्ट भनेर 15,000 इन्टु 25 छ मैले यहाँ 15,000 इन्टु 25 लेखेँ 3,75,000 भयो अब जति पनि हामीले चाहिँ नम्बर अफ सेयर युज गरिन्छ अब हामी इस्युड मात्रै युज गरिन्छ अब रिसिभ युज गर्दैन है अब एप्लिकेसनको बेला एकचोटि रिसिभ युज गरियो अब जति पनि बाँकी छ अब सबै हामी के युज गरिन्छ इस्युड मात्रै युज गरिन्छ एकचोटि रिसिभ युज गरियो अब इस्युड मात्रै युज गरिन्छ इस्युड कति भन्यो इस्युड हामीलाई अहिले भन्यो 10,000 भन्यो भनेपछि 15,000ले पैसा दियो 3,000ले सेयर 10,000ले सेयर पायो भन्न खोजेको यसले 2,50,000 भयो अहिले हामीले यति गरेर छोडौँ है पहिला रिसिभले मल्टिप्लाई गर्यो त्यसमा चाहिँ यति इस्यु गरेर छोड्यो अब अलटमेन्ट एन्ट्री नगरेको सिधै फर्स्ट एन्ड फाइनल जति पनि मल्टिप्लाई गर्ने अब सधैँ इस्युडले मात्रै भनेपछि 10,000 इन्टु फर्स्ट एन्ड फाइनल कति देख फर्स्ट एन्ड फाइनल 15 देख भनेको 10,000 इन्टु 15 10,000 इन्टु 15 भयो त्यो भनेको 1,50,000 भयो यता नि बाँकी रहेको लेख्ने हो यता नि 1,50,000 भयो अब ब्याङ्क एकाउन्ट डेबिटको ब्याङ्कमा पैसा आउने हो ब्याङ्कमा पैसा आउने त 1,50,000 भनेको 10,000 इन्टु 15 भनेको 1,50,000 ब्याङ्कमा पैसा आउनु पर्ने हो तर कतिजनाले पैसा तिरेन भन्यो कतिजनाले पैसा दिएन भन्दाखेरि 200 सेयर्स फेल टु पे भनेको 200 जनाले पैसा दिएन अरे भनेको 200 जनाले पैसा नदिएपछि 25 एकैछिन है 75 मा 80 90 मिलिरह 200 जनाले पैसा दिएन भनेपछि नदिएको पैसालाई भन्छ कल्स इन एरियर अकाउन्ट डेबिट कल्स इन एरियर डेबिट भनेको पैसा नदिएको भनेपछि 200 जनाले 15 रुपियाँको दरले भनेको 6,000 पैसा दिएनन् दिनुपर्ने 1,50,000 हो 1,50,000 मा 6,000 पैसा आएन भनेपछि कति मात्रै आयो ल 1,44,000 मात्रै आउने भयो यतापट्टि 1,50,000 है फर्स्ट एन्ड फाइनल किन गरिहालेको भने फर्स्ट एन्ड फाइनलको सहिलो हुन्छ अब इस्युले मल्टिप्लाई गर्ने 10,000 इन्टु 15 भनेको फर्स्ट एन्ड फाइनल गर्यो 1,50,000 त्यो काम भइहाल्यो
तल ब्याङ्कमा आउनुपर्ने पैसा 10,000 × 15 1,50,000 हो, तर 200 जनाले पैसा नदिएपछि 200 × 15 6,000 आएन भनेपछि 1,44,000 1 लाख कति आयो 6,000 गर्दाखेरि 1,44,000 मात्रै आयो भन्ने बुझ्यो। अब यो इन्ट्रीको 1.5 मार्क्स, यो माथिपट्टि र तिम्रो चाहिँ ल 1.5 मार्क्स भनेको 3 मार्क्सको काम भइयो। अब यदि त यो बेसिक हो, यो त तिमीले एनी हौ जस्तो सुकै क्वेसन आयो नि मिलाएर आउनु पऱ्यो। अब यति गरिसकेपछि अब यहाँ अलर्मेन्ट गरौँ। मैले होइन नि अब जति नि युज हुन्छ के अरे इस्युडे मात्रै मल्टिप्लाई भनेपछि 10,000 टाइम्स कति देखा अलर्मेन्टको पैसा 50 भनेको 10,000 टाइम्स 50 भयो, यो 5 लाख भयो। अब एलटमेन्टको फर्स्ट इन्ट्रीमा मात्रै डिस्काउन्ट र प्रिमियम आउँछ भनेर मैले पढाएको थिएँ। अहिले क्वेसनले के दिएको छ, क्वेसनले अहिले दिएको छ डिस्काउन्ट भनेर दिएको छ। 10% भनेको 100 को 10%, 10 रुपियाँ डिस्काउन्ट भनेर दिएको छ। ल डिस्काउन्ट र प्रिमियम अलर्मेन्टमा मात्रै आउँछ है भनेको डिस्काउन्ट खर्च डेबिट आयो, डिस्काउन्ट अकाउन्ट डेबिट 10,000 टाइम्स कति रुपियाँ डिस्काउन्ट 10 रुपिस डिस्काउन्ट भयो भनेको 1 लाख भयो। टोटलमा कति भयो 6 लाख भयो। ल अब त लगभग धेरै इन्ट्री भयो। अब यहाँ पैसा पाउन बाँकी 10,000 × 50 5 लाख हो, तर केही कुरा पाइँदैन। अब मेन गाह्रोको यसलाई गर्नु पऱ्यो। हेर अब एप्लिकेसनको सेकेन्ड इन्ट्री नै गाह्रो। एप्लिकेसनको सेकेन्ड इन्ट्री बुझ्यो भने त तिमीले सियरै बुझ्यौ। ल हेर क्वेसनले के भन्यो भन्दाखेरि 15,000 जनाले पैसा दियो रे मैले श्यामलाई मार्कर बेच्न खोजेको। श्यामले के भने सर मलाई 15,000 वटा मार्कर चाहिन्छ भनेर उसले चाहिँ 15,000 मार्करको जुन उसले दिनुपर्ने के थियो एप्लिकेसनको 25, अलर्मेन्टको 50, फर्स्ट एन्ड फाइनलको 15 गरेर यसरी दिनु पर्थ्यो उसले। यहाँ जुन हाम्रो यो क्वेसन अनुसार हेरे हाम्रो क्वेसन अनुसार उसले दिनुपर्ने यसरी थियो। अब क्वेसनले के भनिदियो भन्दाखेरि चाहिँ उसले 15,000 वटा सेयरको लागि पैसा दियो, तर उसले कति मात्रै सेयर पायो 10,000 वटा मात्रै सेयर पायो भनेपछि उसको कतिवटा सेयरको पैसा बाँकी छ, उसको 5,000 वटा सेयरको पैसा बाँकी छ। अब मैले के गर्न मिल्यो कि उसको पैसा फिर्ता गरिदिनु पर्यो कि उसको चाहिँ उसले अब अलर्मेन्टको पैसा दिन बाँकी छ, फर्स्ट एन्ड फाइनलको पैसा दिन बाँकी छ, पछि अलर्मेन्टको बेला मिलाउँला भन्नु पर्यो कि पैसा फिर्ता दिनु पर्यो कि पछि मिलाउनु पर्यो। यदि क्वेसनले रिफन्ड भनेको पैसा फिर्ता दिनु कुन बेला निल भन्यो, रिजेक्टेड भन्यो, नो अलटमेन्ट भन्यो, रिफन्डेड भन्यो, यो चारवटा शब्दमा एउटा शब्द क्वेसनले भन्छ भने पैसा फिर्ता दिनु पर्यो। निल, रिजेक्टेड, नो अलटमेन्ट र रिफन्डेड यो चारवटा शब्दमा एउटा शब्द भन्नु पर्यो। अब क्वेसनले के भन्यो अहिलेको यहाँ यो हाम्रो क्वेसन हेर्दाखेरि ल बी लिमिटेड इस्यु 10,000 सेयर्स अफ 100 इच एट 10% डिस्काउन्ट भनेको 10,000 इस्यु गरेछ 10% डिस्काउन्ट भनेको 90 रुपियाँ मात्रै पाइने भयो भन्नु खोजेको। 25, 50, 15 जोड्दा 90 आउनु। एप्लिकेसनमा रिसिभ 15,000 सेयर्स भनेको 15,000ले पैसा दिन्छ। आउट अफ विच 5,000 भयो अलरेडी फुल भनेको 5,000ले फुल सेयर पाए अरे, जुन मेरो टेक्निक अनुसार हामीले पढेको टेक्निक अनुसार यसको केही पनि काम छैन। 7,000 भयो अलरेडी 5,000 सेयर्स अन प्रो डाटा बेसिस भनेपछि हाम्रो तरिका अनुसार यसको पनि केही काम छैन। एन्ड 3,000 भयो रिजेक्टेड भनेपछि हामीलाई निल, रिजेक्टेड, नो अलटमेन्ट र रिफन्डेड यो चारवटा शब्दमा एउटा शब्द चाहिने हो। अहिले क्वेसनले के दियो 3,000 भयो रिजेक्टेड भनेर दियो भनेको 5,000 मा 3,000 को पैसा फिर्ता गरे बाँकी र 2,000 चाहिँ पछि मिलाउने। पैसा फिर्ता जानु भनेको टु ब्याङ्क एकाउन्ट भनेर लेखिन्छ हामीले। पैसा आउँदा ब्याङ्क डेबिट, पैसा आउँदा टु ब्याङ्क एकाउन्ट, पछि मिलाउँला भन्नुलाई चाहिँ टु अलटमेन्ट अकाउन्ट भन्छ। ल गरौँ। टु ब्याङ्क एकाउन्ट भनेको पैसा फिर्ता गयो 3,000 × 25 75,000 भयो। पछि मिलाउँला भनेको टु अलटमेन्ट एकाउन्ट भनेको अलटमेन्ट बेला मिलाउँला भनेको। यति अब यो जानेनौ भने पनि अब यसको 1.5 काटेछ भने पनि 3.5 मार्क्स चाहिँ तिम्रो सेक्युर हुने भयो है। अब के भयो भन्दाखेरि ल अब यति भयो 15,000ले पैसा दिएको, 10,000ले सेयर पाए, 5,000 बाँकी र 5,000 3,000 पैसा फिर्ता दियो, 2,000 बाँकी र 2,000 चाहिँ पछि अलटमेन्टलाई मिलाउनु पर्यो। अब यहाँ त्यही गर्नु पर्यो।
ओ पैसा पाउन पायो कि त 10,000 इन्टु 50 5 लाख हो। तर अब के छ भन्दाखेरि यहाँ माथि हामीले चाहिँ पछि मिलाउँला भने कति राखेको छ येल्लो कलर हाइलाइट गरेको त 50,000 चाहिँ पछि मिलाउँला भनेको। भन्नुको मतलब के भने पाउनु पनि 5 लाख हो तर 50,000 पहिले पाइसकेको छ अथवा पहिले त्यो 50,000 फिर्ता दिएको छैन भने चाहिँ त्यसले त फेरि पैसा त दिन्न। पाउनु पनि 5 लाख हो 50,000 पहिले पाएको, त्यही भएर अब हामीले कति मात्रै पाइन्छ 4,50,000 मात्रै पाइन्छ। टु अलटमेन्ट 4,50,000 मात्रै पाइन्छ। ल भ्याइयो। अब तिमीले न्यारेसन लेख्नुपर्छ। न्यारेसन के भने जति नै ब्याङ्क आहा त्यो ब्याङ्कको न्यारेसन भनेको बिङ मनी रिसिप्ट। अब यहाँ पनि ब्याङ्क आयो बिङ मनी रिसिप्ट, यहाँ पनि ब्याङ्क आयो बिङ मनी रिसिप्ट। अब यसलाई चाहिँ पैसा पाउन बाँकी छ भन्नु खोज्यो यसले। फर्स्ट एन्ट्रीले पैसा पाउन बाँकी, सेकेन्ड एन्ट्रीले पैसा पाएको भन्ने हुन्छ। पैसा पाउन बाँकीलाई बिङ फर्स्ट एन्ड फाइनल कल मनी मेड ड्यू। अब यसको नि फर्स्ट एन्ट्रीले पैसा पाउन बाँकी, सेकेन्ड एन्ट्रीले पैसा पाएको बुझाउँछ बिङ अलटमेन्ट मनी मेड ड्यू भनेको पैसा पाउन बाँकी छ भनेको। त्यसपछि यसको त यहाँ त सियर दिएको, त्यही भएर बिङ सियर ट्रान्सफर। जम्मा 3टा न्यारेसन भयो क्या, बिङ मनी रिसिप्ट, बिङ सियर ट्रान्सफर, बिङ मनी मेड ड्यू। ल यसकै आधारमा यही क्वेसनलाई रिपिटेडली गऱ्यो भने एक्जाममा योभन्दा गाह्रो आउन्न। यसपछि क्वेसन नम्बर 1 जुन अघिल्लो इयरमा सोधेको क्वेसन गऱ्यो भने मोर देन इनफ हुन्छ है।